हेलो साथीहरू, आज चाहिँ म यहाँ ठुली आमाको 49 दिनको काममा आएको। हाम्रो गाउँ चाहिँ यस्तो छ है, यस्तो राम्रो भ्यू छ नि। मेरो गाउँ यस्तो राम्रो छ। त्यो पारीपट्टि देखेको चाहिँ जफे हो, अनि यो भन्ज्याङ डाँडा, यो चाहिँ हाम्रो भेटको कोइराला बोट हो। अनि म चाहिँ आज हाम्रो दोलखा जिल्लाको धर्मेन्द्र मोक्तान दाइको आमाको, ठुली आमाको 49औं दिनको काममा आएको। यता बाख्रा पनि छ। आरु मेरो काकी ल आरु ल गोठमा जानुहुन्छ। गोठमा पाहुनाहरू टन्नै आउनु भएको। कोही आइसक्नु भयो, आउँदै हुनु त आउनै छ। थुप्रो रहेछ। हिजो चाहिँ सबैजना आउनु भएको थियो हाम्रो दाइको मम्मीको बिचरा 49औं दिनको काममा। है अझै पुरा सामना गर्छ। यता चाहिँ बत्ती बाल्नेको छ। लासो फ्यापुला मेरो दिदीहरूलाई मेरो च्यानलमा स्वागत छ है। हाई बिउ, नमस्ते बिउ। यहीँ माधव पनि स्वागत छ। नमस्ते। यहाँ च्यानलमा, युट्युब च्यानल यसरी बत्ती बाल्छ है हामीले चाहिँ। हाम्रो धर्मेन्द्र दाइको मम्मीको 49औं दिनको काम हो। यसरी सघाउँछ नाम थर हुन्छ। यो चाहिँ अहिले खेम्बुको ठुलो नामले जलाउनुहुन्छ। अनि सकिन्छ है घेवा। यस्तो छ दाइहरू चाहिँ प्रसादहरू भाग लाउँदैन। मेरो काम पनि यहीँ थियो साथी। म चाहिँ यहाँ एकछिन भिडियो बनाउनु आफ्नै मान्छे चिन्छ। हाई लासो बिउ मेरो भाइ हो है, मेरो भाइ। यस्तै छ है बहिनीहरू सबै यहाँ यस्तै छ है साथी है। अहिले चाहिँ म अलिक बिजी छु, अर्को भ्लगमा देखाउँछ है तपाईँहरूलाई। अहिले चाहिँ यहाँनिर अब यत्तिकै बस्नु नि भएन, अलिअलि कामहरू पनि गरिदिनु पर्यो है त।